अघिको भाग 1 हो, अहिलेको भाग 2 अब हैन। आफ्नो आफ्नो सम्पत्ति आफ्नो आफ्नो उसलाई आइडेन्टिफाई गर्नुहोस् है। अब म त केही पनि भन्दैन, म पनि यहीँ बर्दुबैमै छु, म घुमिरहेको छु हैन। अब कोसँग आएको छ त्यो त मलाई नि के थाहा हुन्छ र। त्यही त म यसो हेर्दै हिँड्दैछु अब माहौललाई बुझ्नको लागि मात्रै हो हैन। वाउ, मान्छेको भिड देखेर यहाँ सन्डेको दिनको मान्छेको भिड देखेपछि बेग्लै नै रमाइलो हुन्छ। मुर्जाएको फुललाई पानी परे जस्तो हो हैन। तपाईको के भन्छ त्यो स्टक भइसकेको मेमोरी रिफ्रेन्स हुन्छ हैन यहाँ आइसकेपछि। किनकि यति हो कि तपाईँ एक्लै छैन कि युएमा, यो सबैजना छन् कि युएमा हेर्नुहोस् हैन। अझै उता उता हेऱ्यो भने कुना काप्चातिर कति छन् हैन हैन। यो साइडमा हेर्नुहोस् कति छन्। यतापट्टि भिडियो बनाउनेहरूको जमघट बेग्लै छ। युएको माहौल हो कि त्यहाँ भिडियो बनाउने आफ्नै तरिकामा हिँडिरहेछन्। अघि भर्खरै एउटाजनाले मलाई सवाल सोध्यो कि भिडियो किन बनाएको दाइ भनेर है। यसरी भिडियो बनाउँदै हिँड्न त मिल्दैन त अरे हो। किन भनेर सोचेको त अब उसको सेटिङ रहेछ अर्कैसँग, रेन्ची चल्दै रहेछ अर्कैसँग के हैन। अनि त्यस्तो भएछ कि भोलि फ्लास भयो भने त गाह्रो हुन्छ भन्ने त्यो सोच रहेछ। तर मलाई थाहा भएन। अब म त के जान्नु, म त भिडियो बनाएर हिँडिरहेको थिएँ। अब के आयो के देख्यो मलाई के थाहा हैन। के भन्नुहुन्छ सही हो हैन। त्यही हो नि त, त्यो त आफ्नो आफ्नो अन्त। यो चाहिँ बर्दुबैको माहौल हो है गाइस। दुबईको माहौल है, बर्दुबैको माहौल। बाटो आफै खोजेर हिँड्छ नि, मैले थोरै बाटो क्याप्चर गरेको छु। म मेरै तरिका हिँड्दैछु।